Hello guys, welcome back to my channel. It's me Manisha Rai who travel always है सो आज पनि ट्राभलकै ब्लग लिएर आएको छु अन्तिमसम्म हेरेर साथ दिनु होला अनि आज हामी जाँदैछौँ साइतामाकै चिचिबु भन्ने ठाउँमा सो त्यहाँ के छ के गर्छौँ I will show you guys so keep watching सो हामी चाहिँ यहाँ कोसोको भित्र छिरिसकेका छौँ बिहान आज चाहिँ हामीले चाहिँ माउन्ट फुजी पनि देखिरहेको छौँ गाइस क्युट साथीभाइहरू हामी चाहिँ यहाँ खाओगोई आइपुग्यौँ है अझै यहाँबाट चाहिँ स्टिल हाम्रो चाहिँ लगभग अझै 1.5 घन्टाको बाटो बाँकी छ यहाँ आइसकेपछि चाहिँ क्लियरली कति राम्रो देखिरहेको थियो माउन्ट फुजी है हेर्नु न सेतो कति क्लियर छ अझै मजाले त्यो वेदर अलिकति राम्रो भइदिएको चाहिँ दामी हुन्थ्यो यो युट्युबमा के गीत गाएर या गीत त्यसो सुनेर हाल्नुहुन्छ कि हुँदैन त्यो मलाई कमेन्ट गरिदिनु होला है प्लिज कपिराइट्स लाग्छ कि लाग्दैन त्यो पनि भनिदिनु होला कतिको थाहा छ यहाँ चाहिँ साइतामामा पनि कति धेरै ठाउँहरू छ नि त अनि त्यो फेमस ठाउँहरू छ मान्छेहरू जानुहुन्छ र त्यसमध्येमा चाहिँ यो चिचिबु भन्ने ठाउँ पनि एकदमै पपुलर भनौँ न एकदमै चलेको ठाउँ हो तर मान्छेहरू चाहिँ रियरली त्यहाँ चाहिँ त्यस्तो विधि जाँदैन रहेछ मैले चाहिँ यस्तो त्यो गुगलमा सर्च गरेर हेर्दाखेरि है तर जानु चाहिँ पर्ने रहेछ एकदमै राम्रो ठाउँहरू धेरै छन् जापानमा चाहिँ कति धेरै त्यस्तो ठाउँहरू पनि छ जहाँ चाहिँ यहाँको जापानिजहरू लोकलहरूलाई पनि थाहा हुँदैन क्या यस्तो एक्सप्लोरै गर्दैनन् नि तिनीहरू है अब यिनीहरूको लाइफ नै अर्कै हुन्छ काम जाऊ घर आऊ सक्यो होइन फिनिस हुन्छ नि त त्यही भएर कतिजनाले थाहा नै हुँदैन तर यस्तो राम्रो राम्रो ठाउँहरू छ नि साथीभाइहरू हामी चाहिँ यहाँबाट फेरि निस्केर अब अर्को फेरि कोसोकोमा चढ्नुपर्ने हुन्छ Take the ramp to Chichibu. सो हामी चाहिँ कोसोकोबाट झरेर अहिले हामी चाहिँ सितामिची आइरहेको छौँ अब यहाँबाट तपाईँले त्यहाँ माथि मेरो रुममा देख्न सक्नुहुन्छ चिचिबु जाने मासुगो हो होइन यहाँबाट सिधै गयो भने चाहिँ हामी चाहिँ चिचिबु पुग्छौँ सो इन्जोय त गर्दै हुनुहुन्छ नि मेरो भिडियो सो केही यसमा केही सुधार गर्नुपर्ने या केही छ भने हजुरहरूले चाहिँ मलाई फिल फ्री टु कमेन्ट्स एन्ड फर सजेसन है त हामी चाहिँ यहाँ गाउँ जस्तो ठाउँमा आइपुगिसकेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै पहाडै पहाड दामी छ है ठाउँ In 400 meters. हामी चाहिँ जङ्गलको भित्र पस्दैछौँ है ये प्लेस क्या है भाई क्या है ये फिर हम टनल में चले गए दिस इज द सिटी ऑफ चिचिबु In 300 meters, turn left. चाहिँ हामी चाहिँ कम्पनीमा रोकेर अनि त्यहाँबाट चाहिँ कारागेबाट ओनिगिरी किनेर खाएर अनि फेरि लाग्यौँ गाइस पुरै गाम छ है घरै छैन जग्गै जग्गा छ Saka Tunnel. At the light, turn left. Signs for Mitsumin Shrine. मैले यो ड्यामको माथि हिँडिरहेछौँ साथीहरू
साथीहरू यो चाहिँ चिचिबुको लेक हो हरियो देखिरहेछ एकदमै राम्रो सो हामी चाहिँ चिउसाजोमा आइपुगिसकेका छौँ साथीहरू यहाँ चाहिँ चिजु रहेछ सो यहाँबाट चाहिँ के छ हामीले चाहिँ के भिजिट गर्न सक्छौँ त्यो चाहिँ सबै यहाँ लेखिदिएको रहेछ सो हजुरहरूलाई देखाउने नै छु साथीहरू त्यो देख्न सक्नुहुन्छ कति राम्रो सायद यत्रो ठुल्ठुलो ढुङ्गामा चाहिँ के लेखेको हो थाहा भएन सायद यो चाहिँ बनाउनेहरूको नाम होला साथीहरू यहाँ चाहिँ तोरी रहेछ अब यहाँबाट चाहिँ हामी भित्र छिरेर जिन्जासम्म पुग्न सक्छौँ सो यो चाहिँ हो मिचुमिने जिन्जा श्राइन साथीहरू मैले चाहिँ धेरै जिन्जाहरूमा चाहिँ कुकुरहरूको होइन स्ट्याचुहरू देखिरहेको थिएँ तर यहाँ चाहिँ उल्फको रहेछ सो किन रहेछ भनेर मैले यसो सर्च गरेर हेर्दाखेरि चाहिँ उनीहरूले चाहिँ होइन उल्फलाई चाहिँ एउटा गार्डनको रूपमा लिँदो रहेछ उनीहरूको चाहिँ एउटा बिलिफ रहेछ क्या उनीहरूले चाहिँ किन भन्दाखेरि चाहिँ उल्फले चाहिँ उनीहरूलाई आगोदेखि र उनीहरूको चाहिँ त्यो डकैतीहरूबाट चाहिँ बचाउँछ भनेर एउटा विश्वास एकदमै राम्रो देखिरहेछ यहीँ तलदेखि नै वरिपरि चाहिँ यस्तो छ है यताको जिन्जाको विशेषता नै भनेको नै यही हो कि एकदम कस्तो राम्रो बनाएको हुन्छ कि तर यहाँको जिन्जाहरूको त्यो आर्किटेक्चरलाई चाहिँ मान्नै पर्छ एकदम राम्रो बनाएको हुन्छ तपाईँले जहाँ जुनै जिन्जाहरू जानु न होइन जता पनि जानु उनीहरूको त्यो पुरानोहरूलाई पनि कति सँगालेर कति राम्रोसँग राखेको हुन्छ कि यहाँभित्र बसेर चाहिँ प्रेहरू गर्ने यताउतिहरू पनि गर्दा रहेछन् हामीले चाहिँ टाइम नभएको भएर बाहिरबाट नै ढोकिवरी हामी चाहिँ त्यहाँबाट निस्क्यौँ र यहाँ चाहिँ जिन्जा छिर्नुभन्दा अगाडि नै हामीले चाहिँ हाम्रो नेगेटिभिटीहरूलाई चाहिँ यहाँ चाहिँ हामीले चाहिँ पखालेर हुन्छ नि हात पखालेर अब त्यहाँ पस्न सक्थ्यौँ गाइजहरू यो रुख चाहिँ सबैभन्दा पुरानो साथीहरू यो जुन तपाईँले रुख देख्दै हुनुहुन्छ नि यो रुख चाहिँ होइन 800 वर्ष पुरानोको हो रे कि हेर्नु न कति जोगाएर राखेका छन् नि सो हामी चाहिँ एउटा यतापट्टिको जिन्जा घुमिसकेर अब अर्कोतिर जाँदैछौँ सो राम्रो थियो एकदमै पिस र उहाँ हुनुहुन्छ जापानको लेजेन्डरी प्रिन्स यामातो ताकुरी र उहाँले चाहिँ यो जिन्जा फाउन्ड गर्नुभएको लगभग 1900 वर्ष अगाडि र यो हो उहाँको लार्ज ब्रोन्ज स्ट्याचु सो उहाँ चाहिँ इन्टरनेसनल कराते अर्गनाइजेसनको अब प्रमुख हुनुहुँदो रहेछ अनि यहाँ चाहिँ अब पिस भनेर लेखिएको छ होइन सो यस यस्तो छ यहाँ चाहिँ राम्रो छ र यहाँ चाहिँ इफ लक्की भयो भने मात्रै मृग देख्न पाइन्छ भनेर हावा गफ हानिरहेको थियो है अनि ठ्याक्क म लक्की रहेछु मैले चाहिँ देखेँ बिचरा एक्लै थियो है अनि फर्स्टमा त यस्तो हेर्दाखेरि त कस्तो खवाइने भनिरहेको थियो तर आँखा हेर्दाखेरि त कस्तो घुरेर हेरेको जस्तो डरलाग्दो थियो बट बिचरा एक्लै थियो नि त त्यही भएर के गर्नु सेकेन्ड खाना बनाना एन्ड होममेड निम्की हामी चाहिँ यहाँ चिचिबुको ड्याम आएको छौँ है ड्याम चाहिँ यस्तो छ यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ हरियो पानी सो जापानको ड्याम हो यो चाहिँ यस्तो हुन्छ सो यस गाइस हामी चाहिँ अहिले यहाँ ड्याममा आएको छौँ नि त सो हजुरहरू देख्न सक्नुहुन्छ हरियो पानी
मेरो ब्लग कस्तो लाग्दैछ हजुरहरूलाई धेरै पछि यसरी आफै ब्लग बनाउँदै हिँडिरहेछु पुल कसरी बनाइएको छ दुईटा पिलरले यत्रो लामो राउन्ड छ नि यो यति लामो छ नि यो पुल है दुईटा पिलरले कसरी बनाएको छ कि त्यही पनि यत्रो यो पहाडको बिचमा है ड्यामको साउमा विकसित नै हो यार जापान भन्नुपर्दा चाहिँ साँच्चै पानी हेऱ्यो त्यत्तिकै त्यो हुन्छ नि कस्तो पानी हो कि कार्पेट हो कि के हो यो त्यस्तो देखिने क्या तर एकदम दामी थियो है साइतामाको चिचिबु भन्ने ठाउँमा चाहिँ धेरै ड्यामहरूको प्रोजेक्टहरू चाहिँ रहेछ है त्यसमा चाहिँ एउटा एकदमै फेमस भनेको चाहिँ ताकिजावा ड्याम जुन चाहिँ 132 मिटरको रहेछ अनि अर्को चाहिँ उरायामा ड्याम रहेछ 156 को है अनि यिनीहरू चाहिँ यहाँ चाहिँ सबभन्दा अब यो जापानको नै के हाइएस्ट ग्राभिटी भनौँ न ड्याम चाहिँ यहाँ रहेछ अनि हेर्दाखेरि पनि एकदमै ठुलो एकदमै राम्रो पानीहरू पनि एकदम क्लिन एकदम राम्रो ठाउँमा बनाएको के माउन्टेनको बिचमा है साथीहरू यहाँ चिचिबुमा चाहिँ फ्यामिली मार्ट चाहिँ अलिकति युनिक पाराको रहेछ सो हामी चाहिँ आधा बाटो पुगिसकेको थियौँ माथि नै सो हामी चाहिँ फर्केर फ्यामिली मार्ट हेर्न आइरहेको छौँ सो युनिक छैन त सो साथीहरू अहिले म चाहिँ यहाँ चिचिबुको मुसी पार्कमा आएको छु सो यहाँबाट चाहिँ यस्तो देखिन्छ वेदर एकदमै चिसो ठन्डा छ चिचिबुमा चाहिँ हाइकिङ गर्ने माउन्टहरू पनि धेरै नै रहेछ साथीहरू यो चाहिँ मुसी फाउन्टेन रहेछ तर अहिले चाहिँ पानी सानी केही पनि छैन सायद मान्छेहरू कोही पनि आउँदैन त्यही भएको भएर होला सो यहाँ चाहिँ यस्तो छ यहाँ पानी आउँदाखेरि चाहिँ यस्तो हुँदो रहेछ है त सो साथीहरू हामीले चाहिँ यहाँ चाहिँ खाना खाएर अब हामी चाहिँ घर जान्छौँ सो साथीहरू हामी चाहिँ जाममा परेका छौँ फर्किनलाई अघि घर पुग्नु पर्ने हो तर यहाँ चाहिँ अलिकति जाम भरेको कारणले गर्दाखेरि हामी चाहिँ स्टिल बाटोमै छौँ आयाको खाइरी ताई मोचुकारे मस्त सो साथीहरू बल्ल त्यो जामबाट निस्केर घरको बाटो आइपुग्यौँ अब यहाँबाट 10-12 मिनटमा घर पुग्छौँ सो आजको दिन चाहिँ एकदम रमाइलो भयो अनि धेरै ठाउँ पनि डुलियो धेरै ठाउँहरू हेरियो घुमियो एकदम रमाइलो भयो सो अब घर पुग्छु नि त एकदमै थाकेको छु त्यही भएर मेरो भ्लग चाहिँ यहीँ नै एन्ड गर्न चाहन्छु यहाँसम्म भ्लग हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद केही कमी कमजोरीहरू केही छन् भने तपाईँहरूले मलाई कमेन्ट गर्न सक्नु अनि मेरो भ्लग राम्रो लागेमा प्लिज लाइक सब्सक्राइब सेयर गरिदिनु होला अनि कमेन्टहरू पनि छोडिदिनु होला त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ अझै मोटिभेसनल मिल्छ अझै राम्रो गर्नको लागि अझै राम्रो गरौँ भन्नेको लागि सो थ्याङ्क यू फर वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब फलो के भन्छ अरू सेयर जे छन् त्यो गर्नको लागि नबिर्सिनु होला थ्याङ्क यू सो मच हेभ अ गुड डे